आज डे 3 उहाँलाई स्मोकी आई मेकअप सिकाउँदै छौं। लाइट कलर लिएर चाहिँ क्रिज लाइन फोकस गर्दै कलर अप्लाई गर्नु होला। एकदमै हल्का तरिकाले ब्रश चलाउने र कलरलाई अझ पनि डार्क बनाउनको लागि उहाँले डार्क कलर लिनु भएको छ र आउटर कर्नरमा प्लेस गर्दै क्रिज लाइन तर्फ लगेर यसरी शेप बनाउनु भएको छ। हिजो चाहिँ उहाँले आई मेकअप गर्दा शेप अलिक राम्रो नबनाउनु भएको कारणले उहाँलाई आज फेरि फोकस गरेर हामीले यो क्रिज बनाउन सिकाएको छौं। देख्न सक्नुहुन्छ ठ्याक्कै सरले बनाएको जसरी यसरी बनाउन ट्राई गर्ने र अहिले चाहिँ ब्ल्याक पेन्सिल लिनु भएको छ र लिड एरिया चाहिँ उहाँलाई फोकस गर्न सिकाउँदै हुनुहुन्छ। देख्न सक्नुहुन्छ र कालो कलरलाई यसरी उहाँले पनि राख्नुभयो। यसरी चाहिँ हजुरहरुले पनि राख्ने र एउटा ब्लेन्डिङ ब्रश लिने र ब्रशलाई सफा गरेर चाहिँ ब्ल्याक कलरलाई चाहिँ अघिनको कलरसँग राम्रोसँग चाहिँ ब्लेन्ड गर्न ट्राई गर्नुपर्ने हुन्छ। ब्ल्याक कलरलाई चाहिँ हजुरहरुले एकदमै ध्यान दिएर फैलाउने देख्न सक्नुहुन्छ। उहाँले गर्नुभएको वर्क यस्तो देखियो।